अबको जीवनलाई यतिसम्म चाहिँ पतुर भइसकेको थिएँ कि म। जुन घरमा फ्यामिलीले 84 व्यञ्जन खाना बनाएर दिँदाखेरि पनि तिमीहरूको खाना खाँदिन म, भइसक्यो के बनाएर दिएको यस्तो, मिठै नहुने। अरे बाबा मिठै नहुने चिज खान्छु मैले, होइन र? मनै नपर्ने चोइस किनकन मैले खान्छु, खानै मन नपर्ने, अनि कहाँबाट त्यो खाना मिठो हुन्छ त? अनि दिनभरि काम गरेछ, भाँडा माझा छ, लुगा धोइदिएको छ, सबै कुरा गरेछ, ज्यान थाकिसक्यो होला, त्यो थाहा छैन हामीलाई। तै पनि रातिको 8-9 बजे खाना बनाइदिएछ, उल्टै अझ कुरेर पनि बसेको छ सँगै खानको लागि, फेरि पनि आउँदिन म। हातहरू दुखिसक्यो, ज्यानहरू दुखिसक्यो होला, थकान भइसक्यो, फेरि पनि आउँदैन म खानालाई। त्यो व्यक्ति हो नि त। अब आजको दिनमा राइट नाउ बी हियर भन्छ नि, अहिले म यहाँ बसेर चाहिँ के सोचिरहेको छु भने त्यो एउटा कथा जस्तो लाग्छ के। अब चाहिँ साँच्चै नै चेन्ज हुनुपर्छ। यहाँ जसरी म जन्मेको छु, विगतको कुरा मैले त्यसलाई सिधै पल्ट्याउने मात्रै हो क्या काम भनेको। अब यतापट्टि थिएँ म, अब यतापट्टि फर्किन मात्रै बाँकी छु क्या, यतापट्टि फर्किने हो। खान्थे खाँदिन, गर्थे गर्दिन, नराम्रो गर्थे नराम्रो गर्दिन, आफ्नो चोइस अफ केमिकल खान्थे खाँदिन। अब धेरै झुटो बोले, धेरै फटा बोले। मासु लिएर आउन, तरकारी लिएर आउन, एक छाक मासु लिएर आऊ भने हुन्छ भन्यो, मासु लिन गयो, मासु लिएरमा गयो, 2-4 प्याक खाइदियो, होइन? अनि फेरि फर्केर आउँदाखेरि फेरि खाइदियो। ल ल ल अहिलेले अलिकति भएन, फेरि अब अर्को हाल एक भन्यो, मासु सँगसँगै त्यो लिएर गइदिएको छ। अब घरमा बनेको छ मासु र भात, लात्तीले हानिदिएको छ, मिठो लागेको छैन। किन भन्दाखेरि त त्यो मिठो नलाग्ने चिज खाएर आएको छु नि त मैले। अब त थाहा भयो नि, कष्ट छर्लङ्ग भयो नि त यत्रो दिन नसारहित भइसके पछाडि के गर्नुहुन्छ, के गर्नु हुँदैन, के चाहिँ मैले मिस्टेक गर्नुहुन्छ, के मैले मिस्टेक गर्नु हुँदैन। अब आजको दिनमा र जस्ट फर टुडे, आजको निम्ति चाहिँ म खाँदिनँ, भोलि कहिले पनि आउँदैन, कसैलाई पनि थाहा छैन। भोलि बिहान मर्नु छ 6 बजे, 5:59 मैले काम गर्नुपर्छ, थाहा छैन। भोलि मर्नु छ। जीवन भनेको त्यही हो, स्ट्रगल स्ट्रगल स्ट्रगल, मेहनत गर्ने हो। गन्तव्यमा कहिले पनि पुगिँदैन। र नेपालको जुनै पनि कुनामा भए पनि र विदेशको जुनै पनि कुनामा भए पनि म चाहिँ एउटा दुर्व्यसनी हुँ, म चाहिँ एउटा रक्सीबाज हुँ, म चाहिँ एउटा एडिक्ट पर्सन हुँ। खानको लागि लाखौं बहाना गरेर, अघि मैले भने नि मासु पिन जाँदाखेरि खाइदिन्थेँ क्या, अब नखानको लागि पनि लाखौं बहाना छ क्या मसँग। मिल्ने साथी पनि छ मसँग, 10 लाखको कारोबार गर्ने साथी पनि छ, उसले नसा खाइरहेछ, मैले नसा खाएको छुइनँ। अब उसलाई के भन्ने त, ऊ सँगै बसिरहेछ। उसले खाएन भने रिसाउला, खाएन भने लोन नदेला मलाई, सम्बन्ध टुट्ला खाएन भनेदेखि, सँगै हुर्केको छ, के छ त? खानको लागि लाखौं बहाना थियो, के भनिदिनु त त्यहाँनिर? थाहा छ तपाईँहरूलाई? थाहा छैन। सँगै बसेको साथी, सँगै हुर्केको साथी, तिमी खाँदै गर न, तिमी खाँदै, म अहिले आउँछु, एकछिन पख न, मेरो त्यहाँ अलिकति काम भयो, अलिकति काम छ, त्यहाँ आन्टीले गर्दा कारोबार मिलाउनु थियो, भ्याइनँ मैले, आफ्नो काममा निक्लेर हिँड्दिने। भोलि आएर उसले सोध्छ भनेदेखि उता काम थियो, यस्तो काम गर्दा गर्दै अब भ्याएन, अब के गर्नु त, चुप्लाएर बस। साथीले त भन्न पाइयो नि त, साथी होइन र, मुजी म अहिले आएर खान्छु, एकछिन चुप्ला भन्न पाइएन त? साथी हो नि त, उसले त मान्छ नि। नचिनेको मान्छे कोही छ धेरै टाढाको, पढाइ रिस्पेक्ट गरेर बोल्नुपर्ने छ भने मलाई यस्तो यस्तो प्रब्लम छ, मलाई यस्तो यस्तो रोग छ, डक्टरले यस्तो गरेको कारणले गर्दाखेरि म चाहिँ खान सक्दैन भन्दा उसले मेरो बिहेभियर, मेरो बानी, मेरो चलन, मेरो रीति, मेरो रिवाज उसलाई थाहा छैन नि त। म कसरी हेर्दा नखाने मान्छे पो हो कि, उसले त जस्ट रिक्वेस्ट मात्रै गरेको हो नि त। मलाई प्रब्लम छ, म अहिले खाँदिनँ, सक्यो। चिनेको सँगै हुर्केको साथी छ भनेदेखि उसलाई त्यही हिसाबले डिल गरिदिने। रोक एकछिन, म यो ठाउँमा गएको, म यो ठाउँबाट आएको, यस्तो व्यक्तिबाट आएको, यो घरबाट आएको भनिरहनु पर्ने जरुरी छैन। छ त? कसैलाई छ त्यस्तो जरुरी? म यो सेन्टरमा बसेर सुध्रेर आएको,
भनेर भट्टीमा गएर काउन्सिलिङ गर्नु जरुरी छ र छैन नि हैन। मेरो बाटो छ नि त साथी। अब एकछिन म जान्छु त्यहाँ, मेरो काम सकेर आउँछु। एकछिन रोकै, थाम, तिमीहरू खाँदै गर नभएदेखि। पाइयो नि हैन, साथी हो नि त, सँगै हुर्क्यो, उसले त बुझ्छ 100%। तैँले खानै पर्छ, नखायो भने तँलाई म यहाँ मार्छु, यो मार्छु, मान्छे लगाउँछु तँलाई खा भनेर गिलासमा पच्याउँछ त? पच्याउँदैन नि हैन। बाँच्न सकिन्छ मजाले हैन, आत्तिनु पर्ने केही छैन। हामी यहाँ बस्यौँ, 6 महिनाको कोर्स, एउटा स्कुल हो यो पनि। दुनियादारी भनेर नसोचौँ, सोच्नु जरुरी छैन। यो एउटा स्कुल हो, 6 महिनाको कोर्स। यस्तो खर्च गरेर नेक्स्ट टाइम हामीले पाउँदैनौँ यो लाइफ। यस्तो जिन्दगी नेक्स्ट टाइम खर्च गरेर पाइँदैन। अब यहाँ बसेर के सिक्नुपर्छ भनेदेखि यो एउटा इक्जाम हो मेरो। म यो इक्जाममा पास हुनै पर्छ, 100 मा 99%। यो इक्जाममा पास भएन भने त हरेक ठाउँमा फेलियर हुन्छु म। यो भन्दा पनि दुनिया अर्कै छ। यो त 4 दिवारको कुनाभित्र बसेर सोच्नुपर्छ, राम्रो मेन्टली बनाउनु पर्छ, राम्रो सोच बनाउनु पर्छ, राम्रो विचार बनाउनु पर्छ। भाँडा माझ्न आउँथेन, खाना बनाउन आउँथेन, बोल्न आउँथेन, कसरी बोल्ने भनेर, हिँड्न पनि आउँथेन। केटी मान्छे लेडिज हिँडे जस्तो गरी हिँड्थ्यो, बोल्न पनि त्यस्तै न्याउरो भएर बस्थ्यो। तर आज यो घरमा आएर, यो मन्दिरमा आएर, यो पूर्ण स्थापना केन्द्रमा आएर धेरै कुराहरू सिक्ने मौका पाएँ। अझै सिक्दै जानेछु। सिक्ने क्रम कहिले पनि सकिँदैन मेरो लाइफमा चाहिँ। तपाईँहरूको लाइफमा के छ मलाई थाहा छैन, के सोच्नुहुन्छ, र मेरो लाइफमा सिक्ने क्रम लाइफभरि नै रहिरहनेछ। सिक्दै जाने पनि छु, अलिअलि बुझेको कुरा सेयर पनि गर्ने र नजानेको कुराहरू धेरै सिक्न बाँकी नै छ। जानेको केही पनि छैन। मैले भने नि थाल माझ्न आउँथेन, भाँडा माझ्न आउँथेन, यहाँ आएर सबै कुराहरू सिक्यो। घर सफा राख्नुपर्ने रहेछ, घर त 4 बनाएर हिँड्थेँ। अहिले म रिमेम्बर गर्छु, अहिले यहाँबाट घर गएको छुइनँ, घरमा मेरो कोठाहरू पुरा गनाइरहेको होला के, पुरानो चुरोडहरूले गनाइरहेको होला, पुरानो आफ्नो चोइस अफ केमिकलहरू थुप्रेर बसिरहेको होला के। अहिले म चेन्ज भएको छु नि त। अब त गएर सफा गर्नुपर्छ, अब त घर नयाँ बनाउनु पर्छ, साफ गर्नुपर्छ। जहाँ जस्तो थियो त्यस्तैमा सुत्थेँ म। न त तन्ना मिलाउन आउँथ्यो, न सिरप पट्याएर बस्न आउँथ्यो, केही पनि थाहा थिएन। फेरि नयाँ जन्म लिएको छु जीवनमा। अब के गर्छु, के गर्ने सोचमा छु, केही नगरी हुँदैन। समाज तोडेको थिएँ, फ्यामिली तोडेको थिएँ, हजारौं पीडाहरू उनीहरूले कति भित्र मनमा रोए। तर मलाई त यतिसम्म लाग्छ कि उनीहरूले यत्रो सपोर्ट गरेर जिन्दगीभरि तिरेर पनि सकिँदैन यो ऋण। तर उनीहरूले त्यत्रो खर्च गरेर यो पूर्ण फेरि जन्म लिने ठाउँमा ल्याइदिन लायकको पनि थिएन के। म आफैलाई फिल भइरहेछ, किन भन्दा त्यति लायकको पनि थिएन। जहाँ गएर मोर, जहाँसुकै जा भन्दा पनि फरक पर्दैन। तर आजको दिनमा यहाँ आएर जन्म लिनु पाएको छु। उहाँहरूलाई धेरै धेरै जति ग्रेजुएट पे गर्दाखेरि पनि पुग्दैन के। आई डोन्ट ह्याभ एनी वर्ड्स, मसँग कुनै शब्द नै छैन उहाँहरूलाई ग्रेजुएट पे गर्नको लागि। त्यतिसम्मको छ के। मरिसकेको मान्छे गइसकेका थिए। केही यति कुराहरू बुझ्न र यति कुराहरू सिक्न नपाएको भए मेरो लाइफ नै थिएन। मैले कसरी खाने, कहाँ बस्ने, कहाँ हिँड्ने, कहाँ के गरी बोल्ने नै थाहा थिएन मलाई। जीवन के हो भन्ने कुरा नै थाहा